ल हेर्नुहोस् है साथी हो, तपाईँ हामी गाउँघरमा खुकुरी बन्चरो चलाइरहन्छौँ, त्यहाँ चिप्लिने डर हुन्छ। ल हेर्नुहोस् है, यहाँबाट केही सिक्न सकिन्छ है साथी हो। ल हेर्नुहोस् त, त्यहाँनिर बिडमा अब त्यहाँ डोरीले कस्तो मजाले लगाएको, अब यति भए चिप्लिँदैन पनि। हेर्नुहोस् त, डोरीले कति मजाले बटारेर सुई 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 त्यहाँ लगाएको बिड। अब ल हेर्नुहोस् त, यति भए कति मजबुत भयो। तपाईँ हामीले पनि भिडियो हेरेर यस्तै बनाउन सकिन्छ है साथी हो। ल हेर्नुहोस् है साथी हो, यो माछालाई चिन्नुहुन्छ? यो माछाको नाम अक्टोपस। त्यसले सानो दुलो पायो भने जहाँ पाए तिर सुलुत्त छिर्दिन्छ। ल हेर्नुहोस् त, त्यहाँ पानीको बोतल हुन्छ, पानीको बोतलभित्र यत्रो ठुलो अक्टोपस हेर्नुहोस् है कसरी छिर्छ त्यहाँनिर पानीको बोतलभित्र सुलुत्त परेर। ल हेर्नुहोस् त साथी हो, यो कति राम्रो चरा छ, कति राम्रो कलरफुल चरा छ। तपाईँहरूले चिन्नुहुन्छ यो चरा? चिन्नुहुन्छ भने प्लिज कमेन्टमा भन्नु होला। हेर्नुहोस् त, कति राम्रो कलरफुल चरा छ। यस्तो खालको चरा नेपालमा पनि पाइन्छ कि पाइँदैन हो साथी हो। ल हेर्नुहोस् त, मुख गरेर कस्तो मजाले कराउँछ। ल हेर्नुहोस् है साथी हो, धाराको पाइप हामीले कसरी फिक्स गर्ने त? अब पाइपमा गुना पनि छैन भने अब कसरी फिक्स गर्ने त? फेरि एल पनि स्टिलको छ भने, अब हेर्नुहोस् स्टिलको छ भने त्यसलाई ग्यासमा तताइसके पछाडि त्यो पाइप जुन बिस्तारै त्यसलाई घुसार्दै घुमाउँदै भित्र छिराइदिइसके पछाडि अनि त्यसलाई फेरि बिस्तारै गरेर निकालिसके पछाडि जुन डढेको भाग छ त्यसलाई ब्लेडले मजाले तासिसकेपछि ल हेर्नुहोस् गुना पनि भयो, त्यहाँ छिराउनलाई पनि सजिलो भयो हो। यस्तै खालको भिडियो हेरेर हामीले पनि आँप लटरम्म फल्छ, कसरी यसलाई कलमी गर्ने, कसरी यसलाई सार्ने भन्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो मार्फत तपाईँ हामीले पनि गर्न सक्छौँ है। तपाईँहरूले यो भिडियो हेरेर सार्न सक्नुहुन्छ, कलमी काट्न सक्नुहुन्छ है। हेर्नुहोस् है, अब त्यहाँ धेरै मेहनत पनि नचाहिँदो रहेछ त। अब ल हेर्नुहोस्, एउटा आँपको हाँगामा त्यहाँनिर चाकुले काटिदिइसके पछाडि मजाले त्यहाँ बिच भागमा काट्ने त्यहाँनिर ताकि त्यो चेपियोस्। अब सानो एउटा कलमी हाँगा, त्यो काँचो हाँगा त्यहाँनिर गाडिदिइसकेपछि त्यसलाई मजाले हावा नछिर्ने तरिकाले मजाले। ल हेर्नुहोस् है साथी हो, तपाईँ हाम्रो घरमा बिजुलीको तार, इन्टरनेटको तार, वाइफाईको तार, डिस होमको तार अब चुट्टियो ओर्यो भने हामीले कसरी जोड्ने त हो। यो टेक्निक यहाँनिर सिकाइरहेको छ। ल हेर्नुहोस् है, हामीले सिक्न सक्छौँ है यो भिडियो हेरेर। हेर्नुहोस् अब यहाँ कतै गर्दा पनि हुँदैन, टेप लगाउँदा पनि हुँदैन। अब यो हेर्नुहोस्, अब यहाँ सरल आइडिया सिकाइरहेको छ। यो हेरेर पनि हामीले पनि घरमा बसी पनि बनाउन सकिन्छ भिडियो मार्फत। ल हेर्नुहोस् त, अब कति मजाले अब जोड दियो त। अब सुई धेरै मेहनत पनि नचाहिँदो रहेछ।